नि सर, घरभित्र अनि टोल छिमेकमा चाहिँ ढलेको सिङको ठाडो नपार्ने, अनि सीमादेखि पारी गइसकेपछि जे पनि काम गर्ने के, यो किन भइराखेको भयो भन्नु सर? बाध्यताले हुन्छ। बाध्यता हो। दुईटा कुरा, आवश्यकता र बाध्यता दुईटा कुरा जोडिन्छ। घर छोडेर गयो, यहाँ त परिवारमा बुवा मम्मीलाई, दाई भाइलाई, दिदी बहिनीलाई चाहिँ दङ्ग्याएर होइन, म त यो गर्दिनँ, बाबु यसो गर भन्दा नि यहाँ गर्दिनँ भनेर त्यो एउटा त्यसरी बसिरहेको समाज। अर्को चाहिँ हजुरको ठिकै छ मेरो छोरा गर्न सक्दैन यो भनेर त्यसलाई अलिकति माथि पुलपुल्याएर भन्ने नेपाली शब्द छ नि, त्यसरी राखेको। अब लैमा लागिहाल्यो, अनि विदेश जाने भयो, सीमा पारी जानु पर्ने भयो। सीमा पारी गएपछि के हुने भयो त भन्दाखेरि अब हजुरको त्यहाँ गएर त बाध्यता बस गर्नु पर्यो। अब फर्केर आउँ, अब 8-10 लाख रुपियाँ अब ठाउँ अनुसार विशेष हेरेर होइन, 1-1.5 लाखदेखि 8-10 लाखसम्म तिरेर जाने युवाहरू प्रशस्त छन्। त्यहाँ गइएको छ 10 लाख बुवा आमालाई ऋण बनाइदिइहाल्यो।